अदुवाको यो बिरुवा पनि निकाल्दैछ अदुवाको बिरुवा पनि निकाल्नु पर्ने रहेछ यहाँ खुनहरू केही लाउनु हुँदैन गणेश त चौकी मात्रै हो नि त खुन पार्नु हुँदैन भीमसेनहरू चाहिँ नि ए बाहिर अब यो कसरी कसले यो भनेको दुर्गा र दोलखा यति यहाँ चाहिँ मेरो हातमा ठुलो भाले यता काको हातमा पनि छ ठुलो भाले त्यो पनि बिचारीमा यता हुन्छ यता हुन्छ गणेश भगवान् त्यहाँ हुन्छ गणेश भगवान् हुन्छ चौमुसहरू अनि होइन यहाँ फेरि गर्नु न लगाइस यहाँ चाहिँ पर्सी मर्सी पोल्ने काम भइरहेछ आगो धेरै पाटको काट्नु छ नि त हाम्रो गाउँ चाहिँ हाम्रो नवमीको बेलुकाको भोजन गुड मर्निङ वेलकम ब्याक टु माई न्यू ब्लग तपाईँलाई मेरो नयाँ ब्लगमा स्वागत छ आज चाहिँ दसैँको महानवमीको दिन बिहानै 5 बजे उठेर यहाँ मस्त नुहाइधुवाइ गरेर अब हामीहरू यहाँ पूजाको लागि तयारी गर्दैछौँ यहाँ बुवाले चाहिँ कोलाको यो बच्चा होइन थम्बा नै हो सिँगै कतिवटा बच्चा नि दुईवटाले हुन्छ ए 4टा जति चाहिने रहेछ यहाँ कोलाको खोज्दै हुन्छ बुवाले कोलाको बच्चा चाहिँ मैले अघि नै उसको चाहिँ ल्याइसकेँ अरे उखुको चाहिँ ल्याइसकेँ मैले 3टा बिरुवा ल्याएर यहाँ राखिसकेँ हजुर बुवाले चाहिँ काट्दै हुन्छ अब हामीहरू पूजा गर्न लागिरहेछौँ बिहानै अहिले कति बज्यो त्यही कति बज्यो 8 बज्यो क्या छैन नि 7 बज्यो है कति घडीमा 7 बज्यो होला मेरो घडी पनि लाग्छ मैले दादा अब हाम्रो कति बज्यो 7 बज्नु लाग्यो बेसी भयो 7:10 भएछ 7:15 भइसक्यो है अहिले र हामीहरू चाहिँ अर्ली मर्निङ यहाँ पूजाको तयारी गर्दैछौँ ए घाम पनि मस्त लागिरहेछ त पुरै पूर्वबाट आमा आज घाम तर्को लाग्ला जस्तो छ कति 3टा 4 भयो क्या हुन्छ होला 4 हुन्छ अब त्यो लगाएछ यहाँ बुवाले चाहिँ यहाँ 4 कोलाको बिरुवा काटिसक्नु भयो अब म यसलाई लान्छु यसरी बोकेर एक हातले त हुन्न कि क्या हो हुन्छ लाँदैछु हजुर ल्याउनु छ कि म आउँ ए लगाएर बुवा चाहिँ यहाँ सिमलको यो काट्नु जानुभएको छ र यतातिर छ हामीले रोपेको भटमास र म यसलाई लान्छु अब ऊ त्यहाँ पूजाको थानतर्फ लगाइस म चाहिँ यहाँ अदुवाको यो बिरुवा पनि निकाल्दैछु यहाँ अदुवाको बिरुवा पनि निकाल्नु पर्ने रहेछ बुवाले उता सिमलीको लिएर आउनुभयो मैले अघि नै सुरुमा के अरे उखुको लिएर आएँ पछि कोलाको पनि काट्नुभयो बुवाले अब यसको पनि 4 बिरुवा चाहिने रहेछ अदुवाको त्यही भएर अदुवा खन्दैछु आफ्नै बारीको चट्टा लगाएर अदुवा हुँदैछ हाम्रो चाहिँ यतातिर छ करेला यता बैगन यता भिन्डी सानो पैसा बारी हो गाइस यो चाहिँ अब म खन्दैछु अदुवा लगाइस यहाँ चाहिँ बुवाले अब पूजाको लागि थान तयार गर्दै हुन्छ यो र यो बाँसको होइन बुवा यहाँ अदुवाको बिरुवा यो भयो कोलाको अनि सिमली यसरी थान चाहिँ बनाउनु पर्ने रहेछ गाइस त्यो पनि यो 1 2 3 ठाउँमा भयो यता एउटा पुगेन भयो एउटा कोला हाल्नु पर्दैन यहाँ चाहिँ कोला पर्दैन भनेपछि कोला चाहिँ साइडमा मात्रै साइडमा यहाँ भयो 4-4वटा अनि बिचमा चाहिँ एउटा मात्रै हो ए अरू यो अब हामीले त्यो भरे अहिले कोला काटेर पैसा बनाउने कसैले चिप्रे यति भिजाउने अनि त्यो धजा मैले भनेको थिएन त्यो मसिनो काटेर त्यो किनेर ल्याएको धजाहरू त्यो मसिनो काट्नु सानो के थाहा राख्नुभएको धेरैवटा छ त के अरे उयोहरू त यो कोलाको पातहरू ल्याउनु पऱ्यो म कोला पात छैन हो म पनि आउँछु यो भगवान्को चाहिँ के थपना राख्नुभएको त यता यो भनेको यहाँ के भनेदेखि अब यहाँ थान थपना भनेको जस्तै धुप बालिन्छ के गरिन्छ यहाँ पैसाहरू राखिन्छ के गरिन्छ त्यस्तो क्या अनि होइन भनेर भगवान्हरूको नाम चाहिँ हुँदैन यो भनेको गणेश यो भनेको के अरे त्यो आलनपुर के अरे त्यो भनेको 5 पानी अनि दोलखा र के अरे दुर्गा चाहिँ माथि
अनि यहाँ त अनि यो के अरे भयो त के अरे गणेश त देब्रे भयो त होइन दाहिने हुनुपर्ने होइन त के ए गणेश कि यतै हो र गणेश दाहिने त यताबाट घुमाउँ त ए उताबाट त्यही कारणले मल नभए पहिले यता देब्रे बनाउँथे उताबाट घुम्दाखेरि चाहिँ उनीहरू भगवान् फर्केको हिसाबले चाहिँ ए ल ल त्यही कारणले त्यो गरेको अहिले अब जाउँ अब के अरे कोलाको पत्ता काट्नु है हजुर यहाँ यसो खेल्नुलाई मात्रै कोला हुन्छ लगाइछ अब फेरि हामीहरू कोलाको पत्ता काट्न जाँदैछौँ लगाइछ यहाँ चाहिँ उखु छ नि हौ कता अदुवा सिमली कोला र यहाँ चाहिँ अदुवा सिमली अनि के अरे बाँस यहाँ चाहिँ यो छ बाँस हजुर बाँस सिमली कोला र अदुवा छ गाइस यो यसरी राख्नुपर्ने रहेछ लगाइस यहाँ बुवाले धोचा पनि लैसक्नु भयो यहाँ कोलाको पात मैले कहाँ राखेँ यहाँ सब यहाँ यता कतिवटा बुवा एउटा मात्रै एउटा मात्रै ल होइन मैले यहाँ यो गणेशलाई के ए त्यो दियोको लागि यहाँ खुनहरू केही लाउनु हुँदैन गणेशले त चौकी मात्रै हो नि त भनेको यसरी हो यहाँ चाहिँ उयो गर्नुभयो के अरे दोजाहरू पनि हाल्नु यतातिर सबै अब यो के अरे यो कति कता चढाउनु भएको यहाँ बुवाले पाँचवटा पाँचवटा यहाँ त छवटा छ होइन खै यहाँ त छवटा भइसक्यो छवटा छ पाँचवटा ल यो कुन भगवान् हो यहाँ चाहिँ के अरे अघि के भन्नुहुन्छ तपाईँले यो भनेको होइन गणेश त यताको भयो गणेश यता अब के अरे आलाङ के भन्नु के अरे पाँच पाण्डव र आलनपुर यता पाँच पाण्डव यहाँ आलनपुर दोलखा चाहिँ भित्र यहाँ बाहिर गणेश पाँच पाण्डव र आलनपुर होइन आलनपुरै हो कि खै आलनपुर के त्यस्तै भन्थे अब बाबुहरूले सरसरी भनिदिनु के भगवान्हरू के हो यो भनेको दुर्गा र दोलखा हजुर यतिलाई गर्नुपर्छ यहाँ सुरुमा गणेशलाई गर्नु यहाँ खुन पारेको छैन अनि पहिले गणेशलाई यसो भाले पोथी दुर्गा गणेश के अरे दुर्गा र दोलखा दोलखामा एकवटा भाले चढा र पोथी जुन चढाएको हुन्छ होइन कि मिल्दैन होइन दुर्गालाई पोथी हजुर अनि दोलखालाई भाले ए हजुर हजुर ल हाम्रो चाहिँ गाइस उहाँ टाउकोले उहाँ भनिरहेछ त उहाँ त्यसरी एउटा भइसकेको छ गाइस लगाइस यहाँ चाहिँ पूजा हुँदैछ बुवाले अब पूजा सुरु गर्नुभयो हामीले भित्रको पूजा सक्यो अब यता बाहिरतिर पूजा सुरु हुँदैछ यहाँ चाहिँ मेरो हातमा ठुलो भाले यता काको हातमा पनि छ ठुलो भाले त्यो पनि ए बिचारी बत्ती छ क्या त्यसको पूजा गर्नुभयो बुवाले के भन्नु त अनि त्यसै गरी यहाँ बुवाले चाहिँ अनि गणेश अक्षता हालेर गर्दै हुन्छ यहाँ पनि पूजा हजुर अघि राखेको के हुआ उहाँ तल हुँदाखेरि पूजा त बुवाले नै गर्नुहुन्थ्यो होइन यहाँबाट ढाई तलै जानुहुन्थ्यो नि बुवा बुवा उतै जानु त्यही त अब त गाह्रो हुन्छ नि त यहाँबाट ढाई बुवा ढाई उहाँ जानु के अरे जुपारी कहाँ यो धुपहरूको कोइला सकेको क्या कोइला ल्याउनु कोइला के छ कि छैन तातो छ काकाले त्यो पहिले हामी पूजा खाएर त्यो काकाको मास्तीतिर पूजा खाएर त्यो के अरे उयो गर्नुहुन्छ नि के अरे टपरीमा होइन अन्डा बोल्नुहुन्थ्यो नि थाहा छ टपरामा अन्डा छैन अन्डा त छ नि हाम्रो लोकल अन्डा अहिले कुनमा पूजा गर्दै हुन्छ पाँच पाण्डव भने भयो पाँच पाण्डव आलनपुर उता गणेश भयो यता पाँच पाण्डव आलनपुर भीमसेन त भित्र होइन भीमसेन त भित्र हो काका गणेश त दुई ठाउँमै हुन्छ भित्र पनि बाहिर पनि होइन आलनपुर भीमसेन र पाँच पाण्डव अब एउटा भाले अझै ल्याउनु न ठुलो भाले होइन बुवाले नै गरिदिनु छोडिदिनु डर छ मजाले गर्नु
काटिन्छ क्या नभए त ए तिमीलाई काटिन्छ क्या नभए त ए तिमीलाई त्यहाँ उडाउला नि सानो दरो छैन पानी पानी दुइसकेँ मैले साँझी काम त मैले त के पो गर्नु खोजेको छु हौ पानी 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 मनाएकै छैन चोख्याउनु के अरे एकैचोटि पोको पार्छ मनाउनु न खै खै माने बाटी 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 ल्याउ न यहाँ बाटी बाटेर बाल्नु पर्छ बाती बार्नुपर्छ त जय हो बाटी बार्नुपर्छ ए भाग्छै भयो भाग्छै भएको छ यो त खुट्टाले हान्यो भने त थाम्दैन त खुट्टाले यस्तो भुइँमा मजाले पक्रिने हट्याउनु ए मानेकै छैन यो किन पानी हालिदिनु न अझै खै पानी पानी हालिदिनु न हेर्नु न मानेकै छैन क्या पाँच पाण्डव भीमसेनहरू खुसी आइदिनु उयो 5 पन्डे मिल्छ र आलु अझै ल्याऊ किन मानेन आज हाम्रो देउताहरू त्यो बत्ती चाहिँ एउटा बाला ए यहाँ ल्याउ न खै मलाई अब छुट्याउनै गाह्रो पर्ने कसरी हुन्छ हौ हुँदैन केही हुँदैन कोही बाल्दैछ के भन्नु बल्ल बल्ल छोड्दै टाउको खै नहुने भयो निबिएको छैन उता चाहिँ निबिसक्यो मेरो हातमा पानी छ नि त पानी चुयो लु लु अब चाहिँ त्यो त त्यहाँ राखिदिनु के हुँदैन खै अझै पानी देऊ अघि भाइलाई नि बत्ती चाहियो नि चाहिन्छ नि मजाले ए बिस्तारै छोडिदिनु उफ्रिँदैन लगाइस् यहाँ अर्को काकाको भाले पनि चढाउँदै हुन्छ बुवा भनिदिनु काकालाई अघि कुन भगवान्लाई चढाउनु भयो अरे अघि 5 पाण्डव अब आलनपुर यो आलनपुर यहाँ चाहिँ चढाउनु पर्ने 5 पाण्डव र आलनपुरलाई मात्रै होइन बुवा भाले दुइटै यहाँ चाहिँ यहाँ पनि 3टा थपना हो भित्र 3टा छ 6वटा जम्मा चाहिन्छ खै अब उ ल्याउ खै त्यो धुपौ र आगो छ आलनपुर भगवान्लाई चढाउनु हुन्छ होइन अघि 5 पाण्डवलाई चढाइसक्नु अब आलनपुर हजुर भीमसेन पनि भन्छ आलनपुर मात्रै होला नि आलनपुर भीमसेनहरू त हो त नि सबै हजुर सबै भीमसेनहरू उता फालिदिनु न फालिदिनु अहिले एकछिन उठाउनु पर्छ ल यता यहाँ गणेश भगवान्लाई चढाउनु यता पैसा राखेको ठाउँमा यता हुनुहुन्छ यता हुन्छ गणेश भगवान् त्यहाँ हुन्छ गणेश भगवान् हुन्छ चढाउनु सुरु अनि होइन यहाँ फेरि गर्नु न अनि यहाँ हुनुहुन्छ 5 पाण्डवको थपना राखेको छ अनि त्यसपछि फेरि यहाँ राख्नु हजुर अनि त्यसपछि यहाँ फेरि गर्नु अनि त्यसपछि यता गर्नु अनि आलनपुर होइन अनि ज्ञानी हुनु भनेर छिटो आशिक पाउनु धेरै छिटो जिम्मा पनि जितोस् होइन फ्री फायर खेल्दा पनि जितोस् कोइनहरू धेरै जम्मा गरोस् होइन डायमन्डहरू छिटो बेला होस् ल यता गर्नु पैसा चढाउनु अब त यता तपाईँ बिचकमा चढाइदिनु न अनि यहाँ पनि चढाउनु यता गणेशमा मैले चढाइसकेको छु यहाँ आलनपुरमा चढाउनु त्यसै गर्नु अब डोक्ने टाउकोले यहीँ डोक्नु ओ गुड यसरी पूजा गर्नुपर्छ त ल रक्षा गर्दैछ भगवान् बाबुको पूजा सक्यो अब धुपहरू मै लगिहालेँ धुपहरू यता लगिसक्नु भयो बाहिर अब काम केही छैन त्यो भएपछि टाउको लिएर आउने यिनीहरू चाहिँ बुवाले चाहिँ अघिको यो भालेको के भन्छ बुवा यसलाई चढाउनलाई यो पकवान भन्छ पकवान यहाँ चढाउँदै हुन्छ अब कासा बिसाहरू सबै चढाएर हजुर खाने हो हामीहरू अब हजुर चढाउँछ त्यसपछि बुवाले चाहिँ त्यसको रिप्लेसमा अब त्यो
पकाउन ल्याउनुपर्छ र त्यसको सट्टा टाउको लानु छैन भयो यहाँबाट अब टाउको लगिन्छ बिचको चाहिँ 5 पाण्डव न 5 पाण्डवमा चढाएर धुप गरिसक्नु भयो होइन सके हजुर अब यता भयो यता आलनपुर त चढाउनु भयो धुपमा धुप गरिदिनु सब गरे मजाले गर्नुहोस् सबैलाई राम्रो छ भनेर पूजा दिनुभयो ल त्यसबाट अब यता 5 पाण्डवको लानुभयो यता आलनपुरको लानुभयो बुवाले यो चाहिँ भोलि मात्रै खाइन्छ नि भयो यो टाउको अहिले बनाउनु कि नबनाउनु यो टाउको चाहिँ यो त अहिले बनाएर राख्ने मात्रै हो ए शिर खाने भने शिर सबै एकै ठाउँमा आउनु पर्यो शिर सबैले खान मिल्छ सबैले खानु मिल्छ यति हो अब यहाँ यो भए धुपहरू ल्याउँ कि नल्याउँ धुपहरू अहिले होस् न त्यो अब काम केही छैन राम्री मान्छे यतातिर लगाइस् यहाँ चाहिँ पर्जी मर्जी फुल्ने काम भइरहेछ आगो धेरै भयो यो फेरि सबै डर लाग्ने फेरि आलु त कहिले जाने सुजा बेङ्गलोर तेरो के आयो 12मा रिजल्ट B+ आयो चिट जोडेर पास भएपछि लेखेर पास भएछ अन्त लेखेर यो चिट त नजोड्ने फेरि चिट जोडेर पढेको काम लाग्दैन सुमितालाई क्वेसन गर्नु न ओके ल्याइदिन्छु म कस्तो छ हस् सुन भाइ मेरो ब्लगमा केही भनिदिनु न दादाको ब्लगमा राम्रो कसले बनाएको भन्नु त भाउजूले कस्तो छ भन्नु त के चाहियो सिसा गिलासको खानु के को स्थिति यहाँ छ कति चिसो छ हाम्रो सानो मान्छे कराउन गएको खै त कराउनु गएको नि कुकुरा अस्ति रातो त भाउ गर्दा आइहाल्थ्यो रातो अलिकति आउनु भाउजू हामीहरू चाहिँ यहाँ नवमीको बडा भोज खाएर मामु छोरा र म चाहिँ यतातिर हाम्रो गाउँ घुम्न आएको छु सिन चाहिँ दामी देखेको छ नि नानी कस्तो देखेछ बाबु हेर्नु पाहाडहरू राम्रो छ है क्या छेउमा देखेको छ नि भ्यू क्या बबाल देखेको छ छेउबाट अझै शीतल छ नि त अहिले फेरि पानी पनि परेको छैन पानी परेर घाम पनि लागेको छैन अघि पानी रोकिएपछि झन् दामी देखिएछ भ्यू लगाइसक्यो चाहिँ त्यो अस्ति नै माथि नि त्यो बिमिरे इनार देखाएको थियो नि तपाईँहरूलाई म त्यतैतिर हो यो एरिया चाहिँ अझै यतातिर झन् अहिले बबाल कुहिरो देखेको थियो यता अहिले बबाल कुहिरो देखिरहेछ हाम्रो पाहाडको काखमै छ नि त हौ हाम्रो गाउँ र दामी छ भ्यू र बाबु र बुढी उता हुन्छ म चाहिँ जाँदैछु हामीहरू पर खोलातिर गएको गाइस पुल हेर्नलाई स्टेट्युन गाइस हामीहरू बुढाबुढी यसो यो खेरको खोलाको यो पुल पनि यसो घुमेर आइयो नानी हेर्न यो पछाडिको दामी छ भ्यू पाहाड होइन बबाल दामी छ बबाल छ बबाल हाम्रो होइन नानी गाउँ कस्तो छ हाम्रो गाउँ हाम्रो गाउँ ठाउँ सब राम्रो छ तर खेरुवा खोला पुल हो खेरुवा खोला ब्रिज लम्बाइ 50 मिटर लगाइस फाइनली हामीहरू चाहिँ यो ठाउँबाट पनि अब बिदा हुँदैछौँ घुमियो मजाले यसो फ्रेस हावा खाइयो यो ठाउँको अब हामीहरू घर फर्किँदैछौँ गाइस स्टेट्युन गाइस गाइस यो चाहिँ हाम्रो नवमीको बेलुकाको भोज यहाँ दाजु आमा यता बाबु यता मेरो बुढी यता बुवा हामी खाँदैछौँ गाइस बेलुकाको नवमीको भोज बिहानको त त्यसै हो भिडियो सिडियो राम्रो भएन हामीले हिजो बेलुकादेखि अष्टमीको बेलुकादेखि हिजो बेलुकादेखि सुरु गरेको हिजो बेलुका आज बेलुका 3 साग भोलि गएर 4 साग हुन्छ है 4 साग चाहिँ गाइस हामीले नेवारहरूले यति खान्छौँ चिउरा भुजिया मासु हाम्रो चाहिँ अन्न चल्दैन गाइस ल यस्तो छ हाम्रो बेलुकाको ल ह्याप्पी फ्यामिलीको भोज होइन आमा हेलो भनिदिनु मुखले मात्रै
रवि दाजु ल कस्तो छ त टेस्ट दामी छ ल खानु तातो सुप खानु दाजु चिसो पनि छ राम्रो दामी हुन्छ यहाँ बुवा चाहिँ बियर हाल्दै हुन्छ दामी ल हाम्रो बेलुकाको भुत चाहिँ दामी हुन्छ नि दिउँसो त त्यस्तै हो बुवा बियर खानु न बुवा बेलुकाको म केही खाँदिनँ हजुर ल खानु ल म पनि छ नि जति छ तपाईँ पनि खान्छ बियर बाबु पनि बियर खाने स्प्राइट कोक खानु हुँदैन स्प्राइट त छ त छोराको एउटा होइन अब सुरु गरेँ मैले पनि छोडेर चिसो सकिरहेको हजुर लिची पनि एक साल चाहिँ थुप्रो गयो पनि नरिवल पनि बाउले कुहेको भनेर थालिदिनु भएको त नरिवलको क्या मैले पनि एकचोटि अस्ति आउँदाखेरि निकालेको त के अरे नरिवलहरू बाउले त्यो कुहेको भनेर बाउले थालिदिनु भएको छोइन यसमा भनेको त्यसमा सुकेको नरिवल कति थियो त्यतिखेर त तिमी 3 जुरे गरी आएर लगेर त्यो भन्दा अगाडि नै हो त्यसपछि नरिवल पनि पाएन लिची पनि पाएन आँप पनि पाएन केही पनि पाएन I love you more than words can say. I'll be with you every step